चर्चित कलाकार सागर लम्साल बलेमाथि अमेरिकामा आफ्नै साथीको छोरीलाई बलात्कार गरेको आरोप लागेको छ। अमेरिकामा बस्दै आएकी एक युवतीले सामाजिक सञ्जाल मार्फत आफूमाथि यौन दुर्व्यवहार भएको दाबी गरेपछि यो प्रकरण चर्चामा आएको हो। उक्त युवतीका बुवा र सागर हाँस्य टेलिश्रृङ्खला सक्की गोनीका सहकर्मी हुन्। उनका बुवा नेपाली चलचित्र क्षेत्रका चिरपरिचित नाम हुन्। उनले लेखेकी छन्, 1 वर्ष अगाडिको कुरा हो। म अमेरिका आएको केही समय भएको थियो र म सानैदेखि डिप्रेसन र एन्जाइटीसँग सङ्घर्ष गरिरहेकी थिएँ। म घरबाट टाढा एक्लै अपरिचित ठाउँमा हुँदा निकै अँध्यारो अवस्थाबाट गुज्रिरहेकी थिएँ। मेरो मानसिक स्वास्थ्यका कारण म अस्पताल भर्ना हुनु पर्यो। सायद वर्षौंदेखि आफैसँग लड्दा लड्दा मेरो दिमाग र मनले हार मानेको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि अलि प्रयास गरे राम्रो दिन आउला भन्ने आशा थियो। यही क्रममा नेपालबाट केही अङ्कलहरू अमेरिका आउनु भएको थियो। उहाँहरू हाम्रो परिवारसँग वर्षौंदेखि परिचित हुनुहुन्थ्यो। कसैलाई मैले दाइ भन्थे, कसैलाई अङ्कल। यस्तो गाह्रो समयमा आफन्त जस्तै मान्छे भेट्दा राम्रो होला भनेर बाबाले भेट्न भन्नुभयो। ऊर्जा थिएन, औषधिमा थिए र अत्यन्तै एक्लो महसुस गर्थे। तैपनि अपरिचित शहरमा आफन्त जस्तो मान्छे भेट्दा सान्त्वना मिल्ला भन्ने लाग्यो। भेट्न जाँदा एकजना अङ्कललाई भेट्न पाइन, तर जसलाई मैले दाइ मान्थे उहाँसँग भेट भयो। कुराकानीकै क्रममा तिमी बसेको ठाउँ हेरौ न भन्नुभयो। मैले विश्वास गरेर उहाँलाई आफ्नो अपार्टमेन्ट देखाए। त्यहाँ बसेर कुरा गर्दै गर्दा मेरो स्वास्थ्यको कुरा निस्कियो। मैले आफ्नो सबै पीडा रुँदै सुनाए। तर जसलाई मैले दाइ मानेकी थिएँ उहाँ नै राक्षस हुनुहुन्छ भन्ने मलाई थाहा थिएन। ममाथि बलात्कार भयो। जति आशा थियो, जति शक्ति बाँकी थियो, सबै समाप्त भयो। म चिच्याउन चाहन्थे, परिवारलाई भन्न चाहन्थे, तर यस्तो अवस्थामा पनि केही भने मेरो परिवार टुट्छ भन्ने डर लाग्यो। माफी बाबा, अहिले यसरी भन्नु परेको छ, तपाईलाई भन्न सकिन। तपाईँ नजिक हुनुहुन्थ्यो भने सायद तपाईँको अङ्गालोमा रोएर लड्न सक्थे। मैले कसैलाई भन्न सकिन। आफैसँग घिन लाग्न थाल्यो। वर्षौंदेखि चलेको सङ्घर्ष मेरो आत्मा, शरीर, दिमाग र मन सबै हारिसके। मर्न पनि सकिन परिवारको माया सम्झेर, तर यो पीडाले हरेक दिन मलाई खाइरहेको छ। सास फेर्न गाह्रो हुन्छ, खान सक्दिन, आफूलाई जीवित लास जस्तो लाग्छ। र त्यो राक्षस भने आफ्नो घर फर्किएर सामान्य जीवन बिताइरहेको छ। आज केही साहस आयो र लेखे। मलाई थाहा छ न्याय पाउँदिन होला र लड्ने हिम्मत पनि छैन। तर जसले मलाई यस्तो गर्यो उसले परिणाम भोग्नु पर्छ। भविष्यमा अरू कसैलाई यस्तो हुन दिनु हुँदैन। मेरो सम्पूर्ण परिवारसँग माफी चाहन्छु। सायद तपाईहरू मसँग निराश हुनुहुन्छ होला, तर सधैँ निराश परिरहने म एउटा असफल व्यक्ति हुँ। अन्तिममा मेरो एउटा प्रश्न छ सागर लम्साललाई। कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ?